हेलो गाइज अहिले चाहिँ हामी मानुङकोटतिर जाँदैछौँ। यो चाहिँ पोखरा टु दमौलीको रोड हो। एकदम बवाल छ रोड चाहिँ। हट म्याच चला भैयाले कस्तो सातो लैदियो हौ। हट आज फेरि यार मौसम पनि क्या दामी भइरहेछ यार। बिहान एकदम पानी हल्का हल्का पानी परेको थियो, पानी पनि बन्द भयो। अहिले मौसम पनि एकदम खुलिरह, टक्क बादलहरू पनि सर्र माथि माथि दामी हल्का ग्रिनेरी टक्क है। हो यहाँ चाहिँ के हो यो पहिरो गए जस्तो रहेछ, हल्का यो बनाउँदै रहेछ है। अन्त टक्क माथि त दामी भ्यू खोलेको होला यार, मजा आउने भयो यार आज चाहिँ। पानी नपर्दियोस् माथि पुगेपछि। बाटो चाहिँ हो यार, मान्नै पर्छ है। बाटो चाहिँ यो एकदमै छिटो पनि बन्यो, दामी बन्यो यार। बिचबिचमा अलिअलि कुनै कुनै ठाउँमा यो लेन कोर्न बाँकी रहेछ, लाइटहरूको कामहरू हुँदै रहेछ। दामी छ यार। पोखराबाट यो दमौली त यार आधा घन्टामै पुग्छ यार। बबाल छ यार, बबाल। अब म दमौली पुग्नै लागिसकेको छु। उताबाट भाइ आउँदैछ, भाइसँग टक्क भेट हुन्छ अनि त्यसपछि त्यहाँबाट फेरि माथि लागिन्छ। ल गाइज हेर्दै गर्नुहोस्। ल गाइज फाइनली म दमौली पनि पुगेर भाइसँग पनि भेट भएँ। अब हामी यहाँबाट चाहिँ टक्क माथि जानुपर्छ। ल गाइज अहिले चाहिँ हामी लगभग आधी बाटो आइपुग्यौँ, माथि पुग्न लागिसकेको छौँ। बाटो चाहिँ बवाल ठिकै रहेछ, जो अफ रोड खासै त्यस्तो भेटेको छैन अहिलेसम्म। त माथि भेटिन्छ कि तर यो बाटो चाहिँ सानो सानो रहेछ, तर पिच चाहिँ पिचै रहेछ, दामी रहेछ। जे होस् खासै गाडीहरू पनि नहिँदो रहेछ। आज सन्डे भएर नि होला सायद। अनि जे होस् मौसम चाहिँ अहिलेसम्म ठिकै भइरहेको छ है, ठिकै भइरहेको छ। माथि जाँदासम्म चाहिँ पानी नपरोस्, पानी परे नि जस्ट एकछिन परेर टक्क कि दामी होस्। तर दामी भएको छ क्या मौसम चाहिँ, एकदम घाम पनि लागेको छैन, पानी पनि परेको छैन। टक्क बादल सादल टक्क माथि चाहिँ बादल टक्क तल क्या डङ्ग तरिकाले लागोस् क्या। ल हेर्दै गर्नुहोस् है त साथीहरू।
ल कस्तो लागिरहेछ हाम्रो भाइ दामी हो नि ल अहिले हामी चाहिँ लगभग पुग्न लागिसकेको छौँ टक्क लाएर तपाईँहरू हेर्न सक्नुहुन्छ ग्रिनरी कस्तो दामी देखेको यार ल जाम है त ल माथि गएर भेट्नुपर्छ भाइ मेरो कपाल पनि कस्तो छ त वाइड एङ्गलमा गरेको कि हेलो फाइनली हामी चाहिँ अहिले यहाँ पुगेको अवस्था मानङकट कोटैमा दामी छ त साँच्चै हेर माथि आकाशमाथि जस्तै हुँदो रहेछ प्लेनबाट नि यस्तो देख्छ नि त अँ प्लेनमा झन् बाह्र भित्र जान्छ त त्यही हो नि यहाँबाट नि है तर सबै छ क्या छेकेकै राम्रो होला नि त ल गाइज अहिले चाहिँ हामी आकाशमा छौँ आकाशमा यहाँबाट तल पनि राम्रो छ है यहाँबाट तल पनि राम्रो छ लाग्यो है मानङकटैमा दिल बसुलाले उठैमा भन्छ यहाँ रहेछ नि त बरेङ होइन यार ओए दामी छ यार ओए आम्बो बरेङ दाइ यो त परै छ त यार भाइ है ल देख्न सक्नुहुन्छ यस्तो बवाल ठाउँ रहेछ यहाँ चाहिँ हाम्बो क्लास घाम्बो भने जस्तो तलको रोड चाहिँ हाइवे चाहिँ दामी देख्दो रहेछ यार गाइजहरू लाग्यो कि यहाँबाट आयो पापा है त्यो रोड चाहिँ त दामी देख्दो रहेछ यहाँ चाहिँ भिडियोमा पनि जानुपर्छ है अलिक कालो आउने रहेछ दाइ लाग्दो रहेछ ओ दाइ अलि होसियार है दाइ दाइ ल क्लिप एड गर्नु मिल्छ होइन बवाल छ है बवाल यताबाट यसरी यार A1 प्लेस यार कालो भएर के हो के देखे के नदेखे नदेखेको छु कि ल अब चाहिँ हाम्रो खाजा साजा खाने कार्यक्रम हुन्छ यो भर्खर बनाएको रहेछ यार भाइ के दाइ नयाँ छ है मसला देखिरहेछ सबै खाजा साजा खाम त्यसपछि फेरि सुटिङ हुन्छ यहाँ हाम्रो तर कसरी यार बवाल आछ यार दाइ यो चाहिँ अप्पर दामी देख्दो रहेछ एउटा सङ छ नि बादल के भन्नु बादल सरी यता दाइ यता दाइ यता अब यता हाम्रो खाजा कार्यक्रम ल हामी चाहिँ अब खाजा खाना एउटा चान्स टु विन स्क्यान गर भने स्क्यान गर्नु पर्यो यार ल खाएपछि भेट्नुपर्छ गाइस
त्यस्तरी हेर्न त बादल सरी हो गया ल अब बिस्तारै निस्किनु पर्ने हुन्छ तर नाइस देखिँदो रहेछ क्या छक्का दि ल साथीहरू अहिले चाहिँ हामी बिलेगौडा फाइलिङ कार्ड आइपुग्यौँ बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ Thank you so much guys for watching my video. अब चाहिँ हामी स्टप गर्नुपर्ने हुन्छ लगभग हामी घर पुगिसक्न लागेको छौँ ओके टाटा बाई बाई अब अर्को भिडियोमा भेटौँला बाई बाई